नमस्ते, सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ होला भन्ने ठुलो आशा लिएको छु है। आज एउटा लघु कथा सुनाउँछु ल। कुनै समय एउटा किसानले एउटा गधा पालेको रहेछ। एक दिन त्यो गधा खेच्यौ चर्दै जाँदा एउटा इनारमा खस्न पुगेछ। इनार एकदम गहिरो भएको हुनाले गधा डरले चिच्याउन थालेछ। त्यो चिच्याहाट सुनेर किसान पनि इनार छेउ पुगेछ। आफ्नो गधा इनारभित्र देखेपछि हार गुहार गर्दै छिमेकीहरू बोलाएछ। तर गधा बुढो भएको हुनाले यसलाई निकाल्नुभन्दा यहीँ पुरेकै ठिक होला भन्ने सल्लाह दिएछन्। किसानलाई पनि यो कुरा ठिकै जस्तो लागेछ र हुन्छ भनेछ। इनारमा जम्मा भएका मानिसहरूले इनारभित्र माटो फाल्न थालेछन्। गधा यो देखेर झन् कराउन थालेछ। तर केही बेरपछि आवाज आउन छोडेछ। अनि अचम्म मान्दै इनारभित्र हेर्दा त गधा हरेकचोटि खस्ने माटोलाई कुल्चँदै माथि माथि आइरहेको देखेछन्। अन्तत माटोले इनार भरियो। गधा हाँस्दै बाहिर निस्किएछ। एउटा कुरा नि, जीवनमा कठिनाइहरू माटो झैँ खस्न सक्छ। तर त्यसलाई कुल्चेर माथि उफ्रिन जानियो भने उही कठिनाइले तपाईँलाई उचाइमा पुर्याउँछ। हरेक दिन, हरेक घडी सम्भावनाको सुई हो। हस् त, आजलाई यति नै। शिशिरहाङ थङ्गम्बा युट्युब च्यानललाई लाइक, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोस् है। हस् त, धन्यवाद। फेरि भेटौँला।